हेलो फ्यामिली वेलकम ब्याक टु न्यू भ्लग है आफ्टर लङ टाइम धेरै पछि फेरि पनि आइसकेको छ एउटा नयाँ भ्लग ल्याएर अब म धेरै बोल्न सक्दैन आज चाहिँ हामी कहाँ जाँदैछौँ हजुरहरूले थाहा पाइसक्नु भएको होला हाम्रो थम्बनेल देखेर है आज धेरै नै राम्रो दिन हो हाम्रो लागि त्यही भएर अहिले चाहिँ हाम्रो 12-1 बजिसक्यो आज चाहिँ हामी जाँदैछौँ अब सुर्खेत थम्बनेल त थाहा पाइसक्नु होला हेरेर त्यही पनि भनिदिउँ भनेर एकछिन ल त्यही हो अब चाहिँ हामी जाँदैछौँ हामी खास बिहानै 6 बजी हिँड्ने प्लान थियो हाम्रो चाहिँ अस्ति नैदेखिको तर बट पानी पर्यो आज चाहिँ धेरै नै अनि पानी परेको कारण बाटो धेरै खराब भएर चाहिँ अब हामी वेट गरेर अहिले जाँदैछौँ लगभग 12 बजिसक्यो हजुर त्यही हो म र मेरो साथी जाँदैछौँ ब्याग चाहिँ हाम्रो खासै केही छैन हाम्रो नर्मल ब्याग एउटा यो मात्र अनि त्यसपछि हामी चाहिँ जुरामा आउँछौँ अनि त्यही अब चाहिँ हामी पहिला मेन चाहिँ घरबाट निस्किन्छौँ त्यसपछि भ्लग गर्दै गरौँ ल यो चाहिँ यति नर्मल क्लिप मात्र हो त्यो हाम्रो हतार भइसकेको छ ल है त ल फ्यामिली त्यो बेला अब चाहिँ हामी हिँड्न लागिसक्यौँ है घरबाट चाहिँ घर टाढा लागिसक्यौँ ढिलो भइसक्यो हामी भेट्दै गर्नेछौँ बाटोमा हामी अब चाहिँ अर्को क्लिप चाहिँ गोब्रोबाट भेट्नेछौँ है त ल त्यही फ्यामिली अहिले चाहिँ हामी आधाबाट आइसकेको छौँ आधा भन्नाले पनि भर्खर हिँड्नु गयो घरबाट रेनकोट पनि किनौँ किनभने पानी परेको थियो अहिले चाहिँ घाम लागिरहेको छ त्यही हो अब चाहिँ हामी अगाडि त्यही है अब हामी गोब्रोबाट गर्छौँ है त्यो भिडियो ल त्यही फ्यामिली अब चाहिँ हामी जाँदैछौँ ल अब हामी जाँदैछौँ यात्रा लाएर कति बजे पुग्छौँ 12:45मा हिँड्छौँ कति बजे पो पुग्छौँ त्यही ल 12:15मा हिँड्यौँ हामी घरबाट अहिले चाहिँ 12:30 भइसक्यो लगभग ल अब हामी हिँड्यौँ है त ल केटा त्यही हो मैले चाहिँ माइक लाउनु बिर्सेछु सुरुको लास्टमा त्यही त के बिर्सेछु लागिरहेको थियो क्यामेरामा माइक जोड्नु बिर्सेछु त्यही भएर अब चाहिँ क्यामेरा आउँछ होला सो त्यस कारण म यो के भन्छ गोब्रोबाट धेरै लामो भ्लग गर्दैन धेरै फोनबाटै गर्छु त्यही बेला धेरै कुरा पनि गरेर काम छैन भ्यू हेर्नुहोस् तपाईँहरू मजा लिनुहोस् है त ल केटा अब चाहिँ हामी यहाँ फोटो खिचिरहेको छौँ एकछिन चाहिँ हाम्रो भ्यू चाहिँ बबाल हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो सुर्खेत देखिरहेको छैन होला यहाँबाट चाहिँ त्यही हो अहिले हामी फोटो खिच्दैछौँ र खिचिदिनु ल आउन सालैमा कवितामा लेखेको भावना कल्पनामा दिने गर्दछौ म चन्द्रमा तिमी मेरो बेलुकी मायाको अर्थ तिमीले भर्दछौ ल त्यही बेला अब चाहिँ हामी जाँदैछौँ फोटो खिचिसक्यौँ भ्यू चाहिँ धेरै नै भइरहेको छ यहाँनिर चाहिँ हामी चाहिँ ल ठ्याक्कै आधाबाट आइपुगेका छौँ ठ्याक्कै आधा है 125 छ भने हामी चाहिँ अब लगभग 62 किलोमिटर आएको छौँ जस आधै भनौँ अनि अब चाहिँ धेरै टाढा छैन नजिकै हो त्यही बजार चाहिँ देखिरहेको छ त्यहाँ चाहिँ त्यही बेला कति ठुलो मानिरहेको छ मेरो आउँदा यार यति त ल त्यही बेला केटा अब चाहिँ हामी हिँड्छौँ उहीँ गएर भेट्छौँ है त ल तिमी उडी जाने सेतो बादल मरेको ओइको भ्यागुतो तिमी उज्यालो चम्किलो भविष्य ल त्यही फ्यामिली अब चाहिँ हामी यहाँ पनि निस्किन्छौँ पानी सानी फेरि परिसकेको छ बाइक साइकहरू भिजिसक्यो अनि हामी चाहिँ बोई घर आएको थियौँ यो चाहिँ मेरो फुपू फजुको घर हो बोई अहिले चाहिँ एक्लै बस्नु त्यत्रो घरमा डर लाग्दो घर छ अब चाहिँ हामी बोइलाई बाई बाई भन्दै हामी जाँदैछौँ अब चाहिँ हामी सुर्खेत यो चाहिँ हाम्रो साँधी खोला हो यहाँबाट चाहिँ अब कति 10 किलो 11 किलोमिटर बाँकी छ हामीलाई चाहिँ लाग्छ होला आधा घन्टा जति पानी पनि परिसक्यो सो त्यही अब चाहिँ हामी पुगेर भ्लग गर्छौँ होला ल अहिले केटाकेटी बाई बाई तर यो छोरी बोली गड्या तिमी गरा
टाइम पस्न पुगिसकेको छ ल हामी चाहिँ छौँ केही पनि नपास केही बोल्न चाहन्न अब चाहिँ हामी बसमा आइसकेको छौँ केटी पनि राम्रो राम्रो रहेछन् हेलो भन्नुहुन्छ हामीले आज मैले धेरैचोटि आएँ तर आज भेटेँ ऊ हेर्नु स्टेडियम यो होस्टेल पनि होस्टेल होस्टेल त स्टेडियम त यही हो होस्टेलको फोटो देखाउन मिल्दैन त्यहाँ केही संसारकै पवित्र मुलुक नेपालमा जन्मन र यही माटोको सुगन्धमा आफूलाई समर्पण गर्न पाउँदा हामी हरेक नेपाली पुलकित छौँ। दिदीलाई भेटेर आउँछु फुपूको घर गएर दिदीको घर जान्छु साथी चाहिँ अहिले यहीँ छ साथीको काम पनि छ यहाँ अनि म चाहिँ अहिले आउँछु होला सायद एकछिनपछि नभए हामी भोलि बिहान नै भेटिन्छौँ होला सायद त्यही हो पानी चाहिँ धेरै नै परिसकेको छ पानी परेर कालो कालो देखिरहेको होला क्यामेरामा चाहिँ अँध्यारो अँध्यारो ल कता पइ जाऊँ भन्ने कुरा हो मलाई थाहा छैन फुलको सादा घरको बाटो चाहिँ सुकेको बबाल रहेछ दियोस् दाङभन्दा चाहिँ बबालै छ है दाङमा जस्तो बाटो छैन नि हावा हावा बाटो त सब दाङमा यति राम्रो बाटो भएको भए त बबाल हुन्थ्यो यार बट छैन यस्तो राम्रो बाटो त्यही हो अब चाहिँ फुपूको घर कहाँ भन्नुभएको थियो बिच चाहिँ यार फोन गर्नुपर्छ फुपूलाई अब चाहिँ ठाउँको नाम बिर्छु मैले दाइ यो ठाउँको नाम के हो हजुर यो ठाउँको नाम के हो दैलेख रोड छ नाइ नाइ दैलेख नामै त्यही हो हजुर नामै त्यही एउटा के जीबाट आउँछ नि जीबाट जीबाट यता यता के आउँछ अगाडिको चोक यो अगाडिको चोक के हो यहाँ अगाडि खजुरा भन्छ खजुरा खजुरा कति टाढा यहाँभन्दा हजुर यहाँबाट कति टाढा हो यही नजिकै हो यही अगाडि चोकको बोर्ड होला नि बोर्ड खजुरा भन्छ हजुर ल हुन्छ यो पुल भन्दा त उता पारि त खजुरा भयो पुल कटेपछि हुन्छ हजुर ए ल हस् धन्यवाद फुपूलाई फोन हानौँ अब एकचोटि पानी परेर मोबाइल पानी भयो क्यामेरा पनि पानी पानी सब हावा भइरहेको यहाँबाट गएर ऊ नजिकै छ ऊ यहाँ त्यो टिप्पर हो त्यहाँ त त्यहाँदेखि यतापट्टि यतापट्टि तलतिर बाटो भने यता भित्र पाइ पर्ने यहाँबाट हेर्नु र यता फर्केर माथि मोडल कलेज देखा छ त्यो मोडल कलेजको तलतिर बाटो भनेपछि उतै बाटो पऱ्यो उतै भित्र पाइ तलतिर बाटो भनेपछि ऊ यहाँबाट गयो हुन्छ ऊ त्यहाँबाट यसरी गयो हुन्छ यहाँ मोडल कलेजतिर जान्छु पहिला म मोडल कलेज जाने भयो हजुर त्यो बाटो जानु त्यो मान्छे कहाँ नि त्यहाँ यता गएको बाटो सिधै जान्छ यही बाटो यो बाटो ल हस् धन्यवाद के हो थाहा छैन आफूलाई हेलो पत्र यावेश थापा गुड मर्निङ फ्याम वेलकम ब्याक टु फेरि पनि वेलकम ब्याक होस्टेलबाट आइसक्यौँ होस्टेल देखाउन मिल्दैन नत्र देखाइहाल्ने थियौँ अहिले त्यतिखेर जान सकिन्छ बाहिर देखाउनु मिल्छ यो चाहिँ होस्टेल हो यहाँको दिदी यहीँ बस्नु छ यहाँको रुम बन्द छ त्यही भएर यहाँ बस्नु भएको थियो म चाहिँ घर गएँ दिदीको घर मतलब फुको घर जता भए पनि त्यही हो अहिले चाहिँ हामी माथि जाँदैछौँ एकछिन काम पऱ्यो काम गरेर अनि फेरि यहाँलाई म यहीँ छोडिदिन्छु त्यसपछि फेरि म अनि जान्छु अनि हामी घुमघाम गर्छौँ त्यही हो अब हामी चाहिँ आज घर फर्किन्छौँ होला ल त्यो फ्यामिली आज चाहिँ हामी अहिले चाहिँ कति 10 बजी कति बज्यो देउती बजे मन्दिरमा छ अहिले चाहिँ 8 बज्यो हामी चाहिँ अहिले देउती मन्दिर आएको छौँ 8 बज्यो 8:30 लाग्यो मन्दिर हामी चाहिँ भर्खर आएको छौँ मुखसुख धोयौँ कि धोएनौँ धोएँ मैले चाहिँ तपाईँले धुनुभयो मैले त धोइसकेँ त्यही हामी चाहिँ जुत्ता लगाएर आएको छौँ चाम्रो जुत्ता लाउनु न मन्दिरमा चप्पल लाउनुपर्छ यार कता छ थाहा छैन त्यही हो यताबाट जाउँ उता घुमेर मन्दिरको भ्यू हेर्दै मजा लिनुहोस्
हाम्रो भ्लग धेरै लामो भइसक्यो हुन त त्यही हो अब चाहिँ हामी फोटो खिचेर पनि अनि पूजासुजा गरेर अब चाहिँ हामी घर जाँदैछौँ घरभन्दा पनि अब तल जग्गा हेर्न जाऊँ काम चाहिँ होस् जान्छौँ त्यही हो ल बाले नआएको ठाउँ नि त फेरि अस्ति बाले नआएर पूजा गरेको ठाउँ हो केही मन्दिरमा त्यसपछि त क्राउड खतरा थियो त्यो बेला त हामीले चाहिँ हेलमेट यहाँ हातमा पकेर हिँड्दा छौँ किनभने चाहिँ योभन्दा अगाडि सेम यस्तै खालको मेरो हेलमेट चोरी भयो नि त अनि त्यही मलाई कहीँ पनि छोड्नु मन लाग्दैन मेन मन्दिरहरूमा चाहिँ धेरै यस्तो मन्दिरहरूमा त्यस्तो चोर त हुँदैन त्यही पनि साथमा भिरेर हिँड्ने बानी पर्यो आजकल मैले 2वटा हेलमेट साथमा बोकेर हिँड्छु त्यो ल अब चाहिँ हामी जान्छौँ भेटी गरौँ है त ल पहिले डोली सोधिदिउँ डोली हो कि के हो यो भन्छ सिङ्गल दिदीलाई घुम्न जाऊँ मन त दिदी घुम्न जानुभएको थियो यो रुख हेर्न सक्नुहुन्छ तपाईँहरूले घुमाउनु त के हो यो सिङ्गल रुख हो यहाँको भाइरल हो कि भाइरल हो रे सिङ्गल त रहेन त मिङ्गल रहे त उता तर लङ डिस्टेन्स रिलेसनसिप भइरहेको थियो दुईजनाको त्यो हामी चाहिँ घुम्न आएको थियौँ तर धेरै नै खतरनाक ठाउँमा आएको छौँ त्यही हो जाने अब जान्छौँ है त ल बाइकको चाबी हरियो बाइकको चाबी हरायो यो भएर आउनु हेरेछ त्यो फ्याम हो चाहिँ हामी घर जान्छौँ भाइ चाहिँ चाबी खोज्न गएको छन् चाबी यहीँ छ कि तर चाबी चाहिँ बाइकमै रहेछ नि फेरि खाता यो खोज्न बारी यो अब हामी दाङ जाँदाखेरि अब चिसो हुन्छ नि त अनि त्यही भएर यो लाउनु पर्छ यो हरियो पनि फेरि किन्नलाई पैसा छैन गोजीमा गरिबी जिन्दगी छाइसकेको छ जिन्दगीमा त्यही अब चाहिँ हामी घर जान्छौँ अब अनि दिदी र छोरा हामी अब डाइरेक्ट घरतिर लाग्छौँ साथी र म साथीले ल्याउनु जान्छु त्यसपछि हामी घर जान्छौँ अनि हामी चाहिँ बाटोमा बिचमा भेट्दै गर्नेछौँ फ्याम त्यही हो ल ब्लग भइरहेन है यिनीहरूले दाङ जाने बेला पनि भिडियो हाल्छन् यिनीहरूले पक्कै पनि हाल्छन् होला होइन गाइज रेडी भइन् मनोज यता हेर न मनोज के लास्ट इन द फेसतिर क्यामेरातिर हेर्दै नहुने हो गाडी आयो दाङको मान्छेलाई सुर्खेत कस्तो लाग्यो त एकदम बाबा यस्तो काम पनि खाउनेको ठाउँमा सिङ्गल यस्तो खाउने पनि सिङ्गल म पनि सिङ्गल रुख पनि सिङ्गल सबै सिङ्गल एकदम ल बस्नु त्यही भयो तपाईँ आँखामा लाखौँ सपना बोकी मनमा मिठो याद काट्दै आए त्यो खोला नाला झरना र पहाड तेरा हिँडिसके बेलैमा छुकी गर्दै फाइनली वी आर इन्टु Danpur bus park. Then we will go to Danpur. अब अरू कतिले अहिले 2.5 घन्टामा सिधा बाट जान्छ हिजो जाने बेला 3.5 घन्टा जति आज चाहिँ 2.5 घन्टा यो 1 घन्टाको फरक छ त्यता हेर्नु र त्यो फ्यामिलीले चाहिँ हामी घर आइसकेको छौँ म भनौँ होइन अनि साथीलाई चाहिँ मेरो घर छोडिसक्यो साथीलाई घर छोडेर आएँ अब चाहिँ कपडा सबै फेरि म सुत्न लाग्छु थाकिया छु जोस् त्यही भएर चाहिँ अब ब्लग चाहिँ म 2-3 दिन पछि हाल्छु होला भोलि पनि काम छ सो टाइम मिल्दैन म टाइम चाहिँ मिलाएर एडिट गरेर हाल्नेछु त्यही हो धेरै बोल्न अब सकिन्न गुड नाइट सबैजनालाई माया छ यो ब्लग चाहिँ यतिमै एन्ड हुन्छ हामी भेट्ने फेरि एउटा नयाँ ब्लगमा है त ल बाई बाई गुड नाइट सबैजनालाई माया छ